सम्पूर्ण दर्शकवृन्दहरू नमस्कार। यति बेला यो दाङको खैरा भन्ने ठाउँमा निकै ठुलो भीषण आग लागि भएको छ। यो यहाँहरूले देख्न सक्नुहुन्छ। यो नेपालकै ठुलो फ्याक्ट्री साङ्ग्रिला प्लाई फ्याक्ट्रीमा निकै ठुलो भीषण आग लागि भएको छ। लगभग रातको 1 बजेबाट करिब 1 बजेदेखि विद्युत सर्ट भएर आग लागि भएको भन्ने खबर छ। यहाँ यति बेला नेपाली सेना, नेपाल प्रहरीदेखि लिएर स्थानीय सर्वसाधारणहरू सम्पूर्ण यहाँ उपस्थित भएर आगोलाई नियन्त्रण गर्ने प्रयास भइरहेको छ। कोलपुर, नेपालगञ्ज, त्यसै गरेर लमई, घोराई, तुलसीपुरदेखि दमकलहरू यहाँ आइसकेका छन्। तर पनि आगो नियन्त्रणमा आउन सकेको छैन। यहाँ लगभग यसमा चाहिँ 500 देखि 1000 को हाराहारीमा चाहिँ मजदुरहरूले, वर्करहरूले काम गर्थे भन्ने प्रसङ्ग छ। तर पनि यो प्रसङ्ग यो हिजो आइतबार बिदा भएको कारणले गर्दा कामदारहरू बाहिर भएको र मानवीय क्षति हुन नसकेको, मानवीय क्षति भने भएको छैन भन्ने चाहिँ खबर छ। त्यो कारणले गर्दा चाहिँ यहाँ कुनै पनि संरचनाहरू बस्ने अवस्थामा छैन। यति बेला लगभग करिब 1 बजेदेखि निरन्तर रूपमा चाहिँ भयानक ठुलो यो मुस्लो सहितको आगो चाहिँ दन्किरहेको छ। वरपर पनि नजिकैमा घरहरू छन्, जसको कारणले गर्दा घरहरूलाई बचाउन पनि हम्मे भइरहेको छ। यहाँ तपाईहरूले साइरनहरू आवाज पनि सुन्न सक्नुहुन्छ। यो अर्को साइडपट्टि म यो आग लागि भएकोदेखि उत्तरतर्फ छु र यो उत्तरतर्फ मा मान्छेहरू कम छ। यो पूर्व र पश्चिममा धेरै मान्छेहरूको भिडभाड छ। तर यो हेर्न सक्नुहुन्छ एकदमै अहिले पनि यो व्यापक रूपमा चाहिँ अगाडि गइरहेको छ। यो आगो एकदम फैलिरहेको छ। यो तलैदेखि देख्न सक्नुहुन्छ। यो ठुलो एरियामा लगभग यो बिघौं बिघा एरियामा चाहिँ यो साङ्ग्रिला प्लाई फ्याक्ट्री थियो र यसका सबै कच्चा पदार्थ लिएर आएका ट्रकहरू अहिले बाटोमा हाइवेमा जाम भएको अवस्था छ। यो देख्न सक्नुहुन्छ। यो निकै भयानक अवस्था छ र यो भित्र अरू कुनै मेसिनहरू छन् र जसले यहाँ विस्फोट भइसके पछाडि विस्फोट भयो भने केही ठुलै असर गर्छ भन्ने चाहिँ देखिएको छ। त्यो कारणले गर्दा सावधानी अपनाउनु पर्ने अवस्था पनि छ। ल यो हेर्न सक्नुहुन्छ एकदमै यो दृश्य यो दाङ घोराईको 11 नम्बर घोराई उपमहानगरपालिका 11 नम्बरको यो खैरा भन्ने ठाउँमा हो। निकै ठुलो चाहिँ आगलागी भइरहेको छ। यो म नजिकै गएर यसको दृश्यहरू चाहिँ भिडियो मार्फत कैद गरिरहेको छु र यो झन यति बेला चाहिँ अलिअलि हावा पनि लागिरहेको छ। झन चाहिँ चर्किरहेको छ। यो चाहिँ एकदम आगो लागि चाहिँ एक व्यापक रूपमा अगाडि बढिरहेको छ।